त्यसैले आजको दिनबाट तेरो र मेरो सम्बन्ध सक्यो। मैले गाउँबाट लिएर आएको त्यो सोझी सपना त सधैँ सधैँको लागि मरे। हाम्रो सम्बन्धको गन्तव्य त धेरै टाढासम्मको लागि होइन रहेछ सपना। सोच्दै नसोचेको ठाउँमा आएर टुङ्गियो। सुमन, त्यसो नभन्नु न, मलाई माफ गर। चुपचाप बस। अब यहाँ भन्दा एउटा मात्र पनि शब्द अगाडि बढिस् भने नि म तेरो के हालत गर्छु तैँले कल्पना पनि गर्न सक्दैनस्। मलाई यहाँ भन्दा बढी कठोर नबना। अबको 5 मिनेट भित्रमा मैले तँलाई यो कोठामा देख्नु भएन। अनि सुन, त जोसँग जान्छस्, जहाँ जान्छस्, खुसी भएर बस। तेरा रहरहरू सबै पुरा होस्। र म भगवानसँग एउटै कुराको प्रार्थना गर्छु, अबको बाँकी जीवनमा मेरो तँसँग झुक्किएर पनि भेट नहोस्।